गाइस वेलकम ब्याक टु माई न्यू ब्लग। आज म सिथुम्का आइपुगेको छु, इलामको सिथुम्का भन्ने ठाउँमा। ओके, इन्जोय द भिडियो गाइस। पञ्चमी बजार चाहिँ पुरा पञ्चमी बजार हो। पञ्चमी बजारदेखि चाहिँ उकालो लाग्नुपर्छ सिथुम्का डाँडोमा। माथि देखेको चाहिँ डाँडो हो, सिथुम्का डाँडो हो टुप्पो है। त्यहाँदेखि चाहिँ एकदम नजारा बहुत राम्रो देखिन्छ। यहाँ चाहिँ रमाइलो दृश्यहरू देख्न सक्नुहुन्छ। चाहिँ यहाँदेखि बजारदेखि चाहिँ नजिकै छ। कति 3 मिनट लाग्छ। 3 मिनट उकालो लागिन्छ है। अनि 1300 उडान लाग्यो भने चाहिँ झापा पुगिन्छ। झापा जाने बाटो यो उकालो लाग्यो भने चाहिँ सिधै डाँडो पुगिन्छ है। डाँडो पुगिन्छ नजिकै छ, 3 मिनट जति लाग्छ। नजिकै छ है। बिहान नै गयो भने चाहिँ अब घाम उदाएको, सूर्य उदाएको हेर्न पाइन्छ। मजाले हेर्न सकिन्छ है। बेलुका सूर्य डुबेको, घाम डुबेको हेर्न सकिन्छ है। चियाबारीको छ, चियाबारीको छ पहिला है। डाँडामा चाहिँ है रुखगारी पनि रुखै रुख छ है। एकदम रुखै रुख छ, एकदम बहुत बडा रुखहरू छ है। भित्र तलतिर पनि च्यानघारी छ होइन। गाउँमा पनि पैदा बनाएको छ है। गाउँको अहिले चाहिँ भिरालो थियो। अहिले चाहिँ पुरै सम्म बनाएको रहेछ। दामी गरेर बनाएको छ है। गाउँ पनि गेमहरू खेल्ने गाउँमा पिकनिक पनि हुन्छ। पिकनिक पैदा हुन्छ। हामी चाहिँ सिथुम्का टुप्पो पुग्न लाग्यो। हिँड्दैछु जङ्गलहारी उकालो सिँढी। यता चाहिँ च्यानघारी छ होइन त? यता च्यानघारी छ नि, च्यानघारी छ। यता चाहिँ च्यानघारीको बाटोबाट जानुपर्छ। माथि टुप्पो पुग्नु चाहिँ चुलिया पुग्नु। यसरी व्यवस्थित बनाइएको छ बाटो, देख्न सकिन्छ। प्रतीक्षालय बनाइएको रहेछ। शौचालय पनि व्यवस्था गरिएको रहेछ अहिले चाहिँ व्यवस्थित। यता बस्ने ठाउँ। सिथुम्का टुप्पोमा पुग्नु लाग्यो। अब चाहिँ यहाँ ढुङ्गा, ठुल्ठुलो ढुङ्गाहरू छ टुप्पोमा चाहिँ पुग्न लाग्यो। ल फाइनली आइपुग्यो डाँडोमा। यता डोम्बिङ साइड राम्रो व्यवस्थित गरेको छ। यता नेपालको झन्डा राखिएको रहेछ। यता ढुङ्गा, ठुल्ठुलो ढुङ्गाहरू छ। यो ढुङ्गा चाहिँ पहिले एउटै थियो अरे, पछिबाट चाहिँ फुटेर यस्तै टुक्रा भएको बनाइ छ। यस्तै नै बासीको है। देख्न सकिन्छ नजारा तलको। अझै दिन उक्रिएको छैन। आज दिन उक्रिएको भए चाहिँ दामी देखिन्थ्यो नजारा। उता तराईतिरको नजारा। यहाँनिर पानीको कुवा पनि थियो पहिले त, सुकेछ क्या हो। यहाँ त सुकेछ नि है पानी कुवा। ठक्क डाँडामा यहाँ पानी थियो पहिले चाहिँ। घन्टी बजाइदिनु। ल घन्टी पनि बजाइयो। यता टावर पनि बनाइएको रहेछ त हौ, यहाँ चढेर हेर्नको लागि। बक्कैदा चढिदिनु माथि। एकदम मजाले बक्कैदा टावर बनाइरहेछ ल।
दृश्यहरू देख्न सकिन्छ। इलाम बजार वहाँ तल देखिन्छ इलाम बजार। यता हाम्रो बजार यो बजार है पञ्चमी बजार यही छ देख्न सकिन्छ। यो ठाउँ चाहिँ घाम हेर्नको लागि पनि एकदम उपयुक्त ठाउँ मानिन्छ है। इलामको मेन त उता चलेको श्रीयन्तु हो, मेन चलेको नजिक अब इन्डियाको बोर्डर पनि भयो होइन, अनि त्यहाँ बाटो पनि नजिक भयो, त्यही भएर मेन चलेको चाहिँ उता श्रीयन्तु छ। अर्को चलेको भनेको यता सिद्धिथुम्का यो हो दोस्रो नम्बरमा। अनि माङमालुङ छ, माङमालुङबाट पनि देखिन्छ है घाम झुल्केको। यहाँबाट पनि बक्कैदासँगले बिहानै आयो भने चाहिँ घाम झुल्किँदै गरेको मजाले दृश्य अवलोकन गर्न सकिन्छ है। अहिले चाहिँ हामी ढिलो आयो, घाम चाहिँ माथि पुगिसकेको छ, ढिलो आयो ठिकै छ, रमाइलो छ। यो ठाउँबाट हेर्नको लागि दृश्यहरू हेर्नको लागि एकदम दामी छ। बक्कैदा तराई यी नजिकै छ, तराई यहाँदेखि तराई सुरु भयो, देख्न सकिन्छ नजारा। पहिरो रहेछ। इलाम बजार त उहाँ थेप्चो भइहाल्यो, थेप्चो तरिकाले बसेको छ। एयरपोर्ट त यहाँ रहेछ नि, यहाँ चाहिँ इलामको सुकिलिम्बा एयरपोर्ट, अलि मासतिर भन्ज्याङ, अलि मासतिर इलाम बजार। सही छ। अब हामी चाहिँ फर्केको। अब तपाईँहरू पनि आउनु होला, इलामको सिद्धुम्का घुम्नु होला, राम्रो छ, रमाइलो छ ठाउँहरू, एकदम हरियाली छ, एकदम कुल मौसम अवलोकन गर्नु होला। यता पिकनिक खाने ठाउँहरू पनि छ यहाँ तलतिर है, चियाबारीहरू छ, घाम हेर्न सकिन्छ, घाम अवलोकन गर्न सकिन्छ, बिहानको घाम झुल्के घामहरू। तपाईँहरू पनि आउनु होला। ल इन्जोय गाइस।